हैन धेरै चाहिँदैन मलाई एउटा टोयलेट यहाँ पानी एउटा गरिदिनु अरू केही चाहिँदैन भनेर सबै बत्ती फल सिलिङ सबै टोटल है यो बिजुलीहरू सबै यो बल मात्रै हाल्नु यो प्राइमको यो उधारले धरानबाट गाडीमा ल्याउँथे एकचोटि ड्याङ्गा ल्याए सब राखेँ फटाफटी काम सकेँ डेली आउँथेँ डेली काम गर्थेँ बेलुका 5 बजीसम्म बस्थेँ फेरि जान्थेँ त्यसो गरेर कम्प्लिट सकिदिएको अनि मैले यो चाहिँ पछाडि धरानबाट गएर बाटो सबै बाहिर चित्त बुझ्दो छ क्या चाहिँ सर मलाई धेरै राम्रो लाग्यो कि यो मलाई बना भने अनि मैले कल गरेको थिएँ विराटनगरकै मान्छेलाई विराटनगरको मान्छेले मलाई के भन्नु भने आउँछु दाजु आउँछु भनेर आएन कि नआएपछि त छोड्ने अनि अर्को एउटालाई कन्ट्याक्ट गरेको म धरानबाट भनेको लु दाजु म आउँदैछु म विराटनगर आइपुगेँ कहाँ आउने भन्नु यहाँ आइज भने फलाना ठाउँमा आयो हेर नापो फटाक फुटुक पारो सब गरिसकेपछि एकैचोटि ल सुरु गर्नुहोस् न त भने सुरु गर्नुहोस् न मात्र भनेर भनेको थिएँ भोलिपल्ट त सामान ल्याउन सुरु गरिदिए त भयो गरिदिइ गयो दुईजना आउँथे भिडक्का त्यतिकै थियो यहाँ अनि मैले चाहिँ यिनीहरूलाई के भनेको थिएँ भने 300 लिटरको हाल्दैन भनेको थिएँ दाजु के 300 लिटरको हाल्नु आखिर केही गर्नु पर्दैन 200 लिटरकै मसँग छँदैछ म हालिदिन्छु नि त अब 100 लिटर तपाईँ माइनस गर्नु यो पाइपको पनि यसरी ल्याएर सबै जोड्ने छोड्ने काम सबै टोटल सबै पाइपहरू पनि उनीहरूले पाइप उनीहरूकै यो पाइप ल्याएर त्यहाँ जोड्ने कसरी आउने सबै जोड्ने काम सबै उनीहरूकै मैले केही गरिनँ मैले त खालि के छ भने अब तपाईँको कोठा तयार भयो भने मैले त्यो पलङहरू ल्याएर राखेर सुत्न थालेको त्यति हो अरू मैले केही गरिदिएँ एउटा कोठामा चाहिने जे छ नि सबै चिज त्यसै यो चाहिँ मैले अनि पछि एक्स्ट्रा बनाउने भनेर अब यहाँ